महेन्द्रनगरको भिभा 99 शपिङमा गएर मैले के सामानहरू किने त। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। हाम्रो महेन्द्रनगरमा पनि भिभा 99 शप खुलेको छ भनेर चाहिँ धेरै जनाहरूलाई थाहा होला, अनि कतिको जनाहरूलाई थाहा नहुन पनि सक्छ। मैले चाहिँ यो शपको भिडियोहरू चाहिँ टिकटकमा देखिरहेको थिएँ अनि मलाई यहाँ आउने धेरै मन थियो। अस्तिदेखि आउँछु भन्दा भन्दै प्लान क्यान्सल भइरहेको थियो अनि आज चाहिँ जसरी भए पनि पुगेरै आउँछु भनेर सोचिरहेको थिएँ अनि गएर पनि आइसके। म चाहिँ मेरो फुपूको घरमा आएको थिएँ भगतपुर, त्यहाँदेखि चाहिँ नजिकै पर्छ, त्यही भएर चाहिँ हामीहरू साँझ 6 बजीतिर गएको थियौं। अनि हजुरहरू पनि टिकटकमा हेरेर यो सबै सामानहरू 99 मा पाउँछ भनेर चाहिँ नझुक्किनु होला। मैले टिकटकमा हेर्दा चाहिँ यो सबै सामानहरू 99 मा पाउँछ होला भनेर सोच्दै थिएँ, तर यहाँको सामानहरूको फिक्स रेट चाहिँ छैन, कुनै बढी रेटको छ त कुनै कम रेटको छ। यहाँ चाहिँ हाम्रो घर आइसी सामानहरू लगायत हाम्रो डेली युजको सामानहरू पनि धेरै पाउँछ। मलाई चाहिँ जुन सामानहरू चाहिएको थियो अनि जो चाहिँ मेरो बजेटमा थियो त्यो सबै सामानहरू मैले लिइरहेको थिएँ। यहाँ आउँदा चाहिँ कम पैसा बोकेर चाहिँ नआउनु पर्ने रहेछ के। मलाई यहाँको सामान चाहिँ राम्रै लाग्यो, तर अलिकति कुनै सामानहरूको रेट चाहिँ बढी नै थियो। कुनै सामानहरू मात्र थियो कि 99 को, त्यो पनि पर पिस मात्र। अरु सबै सामानहरू 299, 399, 499, 599 त्यस्तै गरी थियो। मलाई काम लाग्ने र आफ्नो बजेट अनुसारको सबै सामानहरू लिइसके। हजुरहरू पनि आउनु होला, एकचोटी भिजिट गर्नु होला। प्राइस बढी भए पनि यहाँको सामानको क्वालिटी चाहिँ राम्रो थियो है। अनि यहाँको लोकेसन चाहिँ पुरानो फिल्म हलको नजिकै हो। महेन्द्रनगर नजिकै बस्ने मान्छेहरू चाहिँ एकचोटी आउनु होला, भिजिट गरेर जानु होला। ल म त भिजिट गरेर आइसके। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।